जब युवाहरू सडकमा उत्रिए तत्कालीन केपी ओली सरकारले देखाएको प्रतिक्रियामाथि निकै प्रश्न उठ्यो। आज हामी तीनै प्रमुख आलोचनाहरूको चिरफार गर्दैछौं। आखिर सरकारका कदमहरू किन यति विवादास्पद बने र त्यसले कस्तो तरङ्ग ल्यायो? आउनुहोस् यही प्रश्नको जवाफ खोज्ने प्रयास गरौं। सरकारको प्रतिक्रियाले एउटा ठूलै बहस सिर्जना गर्यो होइन त? तर खासमा के कुरामा आलोचना भएको थियो त? ल अब हामी यसलाई 3 मुख्य भागमा बाँडेर हेरौं, जसले गर्दा पूरै तस्विर अलि छर्लङ्ग हुन्छ। सबैभन्दा पहिले कुरा गरौं सरकारको रवैया र सञ्चार शैलीको। आखिर सरकारले त्यो आन्दोलनलाई कसरी हेरिरहेको थियो र जनता सामु आफूलाई कसरी प्रस्तुत गरिरहेको थियो, यो कुरा निकै महत्त्वपूर्ण छ। सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो आलोचना के थियो भने सरकारले युवाहरूको चिन्तालाई गम्भीर रूपमै लिएन। उनीहरूको आन्दोलनलाई एकदमै हल्का रूपमा लिइयो भन्ने आरोप लाग्यो, जसले गर्दा सरकार र युवा बीचको विश्वासको खाडल झनै फराकिलो बन्न पुग्यो। अनि यो आलोचना केवल एउटा धारणा मात्रै थिएन है। आलोचकहरूले त ठोस उदाहरणहरू नै दिएका थिए, जस्तै युवाहरूको आवाजलाई बेवास्ता गर्नु, उनीहरूका मागलाई गम्भीरतापूर्वकै नलिनु, अनि राजनीतिक भाषणहरूमा असंवेदनशील टिप्पणीहरू गर्नु। अझ समस्याको जड खोज्नुको साटो उल्टे आन्दोलनकारीलाई नै दोष दिनु जस्ता कुराहरू उठे। ल, रवैया र सञ्चारको कुरा त भयो। अब दोस्रो भागमा जाउँ, सरकारको रणनीति। सरकारले कुरा मात्र कसरी गर्यो भन्ने होइन, बरु आन्दोलनलाई सम्हाल्न कस्तो खालको रणनीति अपनायो, अब त्यो हेरौं। आलोचकहरूको भनाइ के छ भने सरकारको रणनीति खुला संवादतिर थिएन, बरु पूरै आफ्नो बचाउमा केन्द्रित थियो। मतलब समाधान खोज्नुभन्दा पनि सरकार आफ्ना कदमहरूलाई जसरी पनि सही साबित गर्न र विरोधलाई कमजोर पार्नतिर लाग्यो भन्ने आरोप छ। अनि यहाँनिर त्यो भिन्नता एकदमै प्रष्ट देखिन्छ। एकातिर युवाहरू के चाहन्थे? खुला संवाद, पारदर्शिता अनि आफ्ना मागहरूको सम्बोधन। तर अर्कोतिर सरकारले के गर्यो भन्ने आरोप छ। कमजोर सञ्चार देखायो, आन्दोलनलाई षड्यन्त्र भनेर चित्रण गर्यो र कतै कतै त बल प्रयोगको सङ्केत समेत दियो। त्यसो भए यो षड्यन्त्र भन्ने शब्द सरकारले किन प्रयोग गर्यो त? यो किन यति महत्त्वपूर्ण छ? आलोचकहरू भन्छन् यो त मागहरूबाट पन्छिने सबैभन्दा सजिलो बाटो थियो क्या। किनभने एकपटक आन्दोलनलाई षड्यन्त्र भनिदिएपछि सरकारलाई उनीहरूको जायज कुरा सुन्नुपर्ने बाध्यता नै रहेन नि। अब लागौं तेस्रो र अन्तिम भागतिर, मूल मुद्दाहरूको व्यवस्था। प्रश्न के उठ्छ भने के सरकारले सडकको नाराबाजी मात्रै सुन्यो, तर त्यो नाराबाजी पछाडिको वास्तविक समस्यालाई देखेन वा देखेर पनि अनदेखा गर्यो? यहाँनिर एउटा ठूलो आलोचना के छ भने सरकार सडकको विरोध प्रदर्शनमै यति धेरै अल्झियो कि त्यसको पछाडि लुकेका गहिरा सामाजिक र आर्थिक समस्याहरूलाई उसले या त देख्दै देखेन वा देखेर पनि बेवास्ता गर्यो। सरकारले बेवास्ता गरेका मुद्दाहरूको सूची हेर्ने हो भने त निकै लामो छ। आर्थिक कुप्रबन्ध, बेरोजगारी, अवसरको अभाव, यति मात्र होइन, सामाजिक सञ्जालमा उठेका गुनासादेखि लिएर युवामाथि लगाइएका आरोपसम्म। आलोचकहरू के भन्छन् भने यी कुनै पनि विषयमा सरकारले गम्भीरता देखाएन। अनि सडकमा देखिएको नाराबाजी त एउटा पाटो भयो, तर त्योभन्दा पर आन्दोलनको मुटुमा थिए यी 3वटा आधारभूत आर्थिक समस्याहरू। देशको आर्थिक कुप्रबन्ध, दिनदिनै बढ्दो बेरोजगारी र युवाहरूका लागि अवसरको चरम अभाव। खासमा असन्तुष्टिका मुख्य जड नै यिनै थिए। ल, अब हामीले अहिलेसम्म हेरेका सबै आलोचनाहरूलाई एकै ठाउँमा राखेर हेरौं। आखिर यी सबैको समग्र अर्थ के हो त? त्यसो भए मुख्य कुरा के रहेछ त? आलोचना मूलतः 3वटा तहमा भएको देखिन्छ। पहिलो, सरकारको रवैया, जुन आलोचकहरूले गलत भने। दोस्रो, अपनाइएको रणनीति, जुन संवादमुखी थिएन। र तेस्रो अनि सायद सबैभन्दा महत्त्वपूर्ण, आन्दोलनको पछाडि रहेका वास्तविक मुद्दाहरूलाई सम्बोधनै गरिएन। अन्ततः यी सबै आलोचनाहरूलाई जोडेर हेर्दा एउटा ठूलो तस्विर देखिन्छ। त्यो हो देशको राजनीतिक नेतृत्व र सडकमा उत्रिएको नयाँ पुस्ताबीच सञ्चारमा, बुझाइमा अनि प्राथमिकतामा एउटा गहिरो खाडल छ। अनि यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। नेतृत्व र नयाँ पुस्ताबीचको यो खाडल आखिर कसरी पूर्ण सकिन्छ र यसले युवाहरूको राजनीतिक भविष्यलाई कतातिर डोर्याउला? यही प्रश्नमाथि सोच्न छोड्दै आजको यो विश्लेषणलाई यही टुङ्ग्याउँछौं।